आउनुहोस् हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। र अहिले हामी घुम्न आएका छौं धुलाबारी बाँसबाडी सिमसार। यहाँ पर्यटकहरूलाई घुम्ने ठाउँ एउटा र पिकनिक स्पट पनि भनौँ। यहाँ यताउता बस्ने व्यवस्थाहरू, यहाँ लिङ्गेपिङ हैन, यो लिङ्गेपिङ पनि बनाइएको रहेछ र यहाँ पोखरी पनि छ। र अहिले चाहिँ अलिकति पानीको कमी रहेछ, माछा मार्ने भएर चाहिँ अलिकति घटेको रहेछ पानीहरू। फुलहरू लटरम्मै मजाले फुलेका छन्, चराचुरुङ्गीहरू कराइरहेका छन्। यहाँ भगवान शङ्करजी हुनुहुन्छ नन्दीको साथमा। चाहिँ सानो नानीहरूलाई खेल्नको लागि यहाँ रेल पनि छ। यहाँ रेलका पटरीहरू छन्, यहाँ यो खेल्नको लागि मात्रै हो। रोटेपिङ पनि रहेछ। यो चाहिँ सेल्फी घर रहेछ। यता हल्लिने झोलुङको यो चाहिँ पुल, द्वारपालहरू हुनुहुन्छ। मानव प्रकृति एकदम हाँसिरहेको छ। यस ढोकीहरू कति शोभायमान, एकदम सुन्दरताले भरिएको, बडो आनन्द आइरहेको छ यहाँ आउँदाखेरि। हरियाली नै हरियाली, ढोकीहरू मस्त देखिरहेका छन्। र हजुरहरूलाई मैले हिजोको भिडियोमा नाम बताएको थिइनँ भाइको, र उहाँ हुनुहुन्छ जेनिस खतिवडा, जो हाम्रो मेरो मामाको छोरा हुनुहुन्छ। राधे राधे। यो सल्ला, धुप्पी एवं यहाँ हाम्रो गौतम बुद्ध भगवान बसिरहनु भएको छ। र विशेष गरेर यो ठाउँ जो अहिले घुमाउन लिएर आएँ हजुरहरूलाई, यो जो पछाडि मन्दिर देख्दै हुनुहुन्छ, यसलाई चाहिँ हामी जो संसारी पूजा गर्छौँ नि, त्यही संसारी माताको पूजा गर्ने स्थान र त्यहाँ मन्दिर बनाइएको रहेछ। अब हजुरहरू पनि हेर्नु होला, बडो सुन्दर छ यो पुल विशेष गरेर है। र यहाँबाट सबै दृश्यहरू देखिन्छ। जङ्गलको बिचमा यस सुन्दर घुम्ने स्थान बनाइएको छ, बडो सुन्दर छ, रमाइलो छ। हजुरहरू पनि समय मिलेछ भने त्यस्तो एकपल्ट अवश्य पनि आउनु होला। हेर्नुहोस् कति मजाले फुलेका छन्। बगानबेली नै जस्तो छ यो, तर बगानबेली होइन रहेछ। बडो सुन्दर छ। शङ्करजीको सबैले दर्शन गर्नु होला। माथि शिवलिङ।
भगवान शङ्करजी यहाँ हुनुहुन्छ। साक्षात भगवान आज कैलाश पर्वतमा बसेर ध्यान मुद्रामा भक्तहरूको कल्याण गरिरहनु भएको जस्तो आभास भइरहेको छ। नन्दीश्वर कति आनन्द आउँदैछ। सानो बाल्यकालमा कोक्रोमा नानीहरू खेले जस्तै आनन्द आउँदैछ। बेला बेला चिउ चिउ पनि हुन्छ। बानी हराज हजुरहरूलाई बानी छ कि छैन यस्तोमा झुल्ने? ए झन्नै लडे हो म त। र अब हामी घुमिसक्यौँ। घुम्न त अझै मन लागिरहेको थियो, तर भए पनि अब समय पार भइसकेको छ। तसर्थ अब हामी यहाँबाट बिस्तारै बिस्तारै बिदा लिने समय भइसकेको छ। हामी अगाडि निस्किँदैछौँ अब यहाँबाट। र हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र यस्ता सुन्दर सुन्दर राम्रा राम्रा भिडियोहरू फेरि पनि लिएर आउनेछु। हजुरहरू प्रतीक्षा साँच्दै गर्नुहोला। मेरो भिडियो हेर्न नभुल्नुहोला। जय श्री राधे, जय श्री कृष्ण, ओम नमः शिवाय, हर हर महादेव, जय हो।